हेलो एभ्रिवान वेलकम। र आज म बनाउँदैछु सेलरोटी जो चाहिँ अब एकदम कम्ती इन्ग्रिडियन्ट्सले बनिन्छ। जस्तो कि एउटामा हाल्दैछु अहिले मैदा, एक बटुको छ मैदा, अलिकति छ गरम मसला हो। अन्तखेरि गरम मसला मन पर्दैन भने स्किप गर्दा हुन्छ तपाईँहरूले है। त्यहाँबाट चास्नी बनाएको छु त्यसमा चिनी प्लस गरम मसलाहरू छ हो चास्नीमा। त्यहाँदेखिको त्यसलाई चाहिँ अब मजाले स्टिर गर्नुपर्छ र अलिक लिक्विड हुनुपर्छ कि अलिक पातलो बनाउनुपर्छ हो। किनभने हामी चाहिँ अब एड गर्छौँ यसमा सुजी हो। सुजी एड गरेर चाहिँ सुजी फुल्लिन्छ, त्यसले गर्दाखेरि चाहिँ हामीले अलिक पातलो गरेको हुनुपर्छ यो बेटरलाई है। स्टिर गरेर यतिको हुन्छ। त्यहाँदेखिको मैले हाल्दैछु खाने सोडा, तपाईँहरूले बेकिङ पाउडर पनि हाल्दा हुन्छ है। अन्तखेरि चाहिँ स्टिर गरेर चाहिँ यतिको चाहिँ हुन्छ, हेर्दाखेरि अलिक ठिक हुन्छ हो। अन्त चाहिँ हामीहरूले चाहिँ यसलाई 5 to 10 मिनट चाहिँ रेस्ट दिनुपर्छ हो। अब यति मात्रै हो यसलाई दिनु परेको टाइम चाहिँ। घरमा मैदा, सुजी, चिनी, गरम मसला छ भने तपाईँले क्विकली बनाउन सक्नुहुन्छ। अझै के घिउहरूमा बनाउँदा पनि हुन्छ हो नर्मल। मैले चाहिँ यसलाई चाहिँ एकदम रिफाइनमा बनाउँदैछु नर्मल हो तेलमा। र यस्तो हुन्छ 10 मिनट बाद मैले 10 मिनट रेस्ट दिएको थिएँ। त्यहाँदेखि यतिकै ठिक भएको छ। अगर बेसी ठिक भएन तपाईँले अलिअलि पानी हाल्दा हुन्छ। अनि इभन बनाउँदा बनाउँदा अलिकति ठिक हुन्छ। अन्त अहिले मैले फर्स्ट हालेँ हो। फर्स्ट हालेपछि अब यो रोटी चाहिँ होइन देउताको लागि चढाउँछ है। फर्स्टको रोटी अब उहिलेदेखिको मानिरहेको नियम हो है। अन्त फर्स्ट रोटी चाहिँ आगोलाई चढाउने भन्छ ताकि अब तेल चाहिँ कम्ती खान्छ भन्छ नि त। अब चढायो भने चाहिँ अब हो कि होइन थाहा छैन, अब त्यसमा लजिक छ छैन तर मान्दै आएको कुरा मानेर ल्याएर गएको त्यही हो है। सो यो मैले निकालेँ, यो मैले चढाउँदैछु आगोमा। आगोको लागि अलग्गै बटुकोमा राखिदिन्छु है। सो आगो चाहिँ बलिन्छ। सेकेन्ड रोटी हालेँ, सेकेन्ड रोटी हालेर यसलाई उयो गर्छु। अब अलिअलि चाहिँ डढेको छ यो अब होइन। प्यान चाहिँ हाम्रो अलिक पातलो भएर चाहिँ, तर यही मात्रै होला डढेको, अरू चाहिँ त्यस्तो डढेन। डढेको भन्दा पनि होइन अलिअलि रातो भएको छ हो। यहाँ मैले अलिक बनाइसकेँ हो। त्यहाँदेखिको यतिको चाहिँ हुन्छ मेरो। अब त्यस्तो पर्फेक्ट छुइनँ बिकज मैले जति नै यो दसैँ तिहारमै सिकेको हो। र पनि आफूलाई खाने लाइकको चाहिँ हुन्छ, सानोतिनो अब बनिन्छ। तर अब एकदम दामी अब हुन्छ भनेर चाहिँ म भन्दिनँ कि अब हुन्छ लाच्चै परिँदैन, जान्दैछ भने जान्दैछु भन्ने चाहिँ हो है। सो आज त हाम्रो यो हुन्छ इभिनिङ स्न्याक हो सेलरोटी। कति दिन बाद सेलरोटी खानु मन परेर चाहिँ बनेको हो होइन। ल फाइनली आज चाहिँ यो सेलरोटी अन्त यो इस्कुस र आलुदम जस्तो बनाएको एन्ड चिया। सो हाम्रो इभिनिङ स्न्याक्स। अब इभिनिङ भने पनि अगायो भने डिनर यही हो, अगाएन भने इभिनिङ हो। द्याट्स अल फर टुडे।